सिक्किमको विषयमा लेखिएको छैन। सिक्किमले 50 सालको स्टेटहुड बनाउँदैछ, तर पनि एउटा कुरा आउनु सकेन। किन यो आएन? सिक्किम सरकारले हरेकको ठुलो ठुलो क्लेम गरेको थियो, तल गएर किन आएन भन्दाखेरि चाहिँ इन्डिया टुडे म्यागजिन चाहिँ देशको प्रतिष्ठित म्यागजिन हो, कि यो विकली म्यागजिन हो, यसको इम्पोर्टेन्स आफ्नै छ। त्यसकारणले उहाँहरूले यो म्यागजिनमा त्यस्तो खबरलाई मात्रै प्राथमिकता दिन्छ जसको चाहिँ इम्पोर्टेन्स होस्। उहाँहरूको जुनसुकै खबरमा कि पैसा दिँदाखेरि खबर छाप्यो भने चाहिँ यो म्यागजिनको चाहिँ क्वालिटी घटेर जान्छ, क्रेडिबिलिटी घट्छ भनेर उहाँले जेसुकै छाप्दैन। त्यस कारणले गर्दाखेरि यत्रो सिक्किम सरकार डल्लै गएर चाहिँ करोडौँ रुपियाँ खर्च गर्दाखेरि पनि इन्डिया टुडे म्यागजिनमा स्पेस नपाउनु चाहिँ यो सरकारलाई दोष लगाएको होइन। तर आज सरकार चलाउनेले चाहिँ हाम्रो जतिको सरकार राम्रो कहीँ छैन भने चाहिँ दाबी गर्दैछ। उहाँले रिथिङ्क गर्नुपर्छ। प्रोग्राम पोलिसिस कुनै पनि ठिक छैन, है, किनभने